नमस्कार दादा, मेरो नाम अफसन थापा, घर बागलुङ। आज 10 वर्ष भयो बिरानो ठाउँ बरेनमा छु। 2067 सालको कुरा हो। म क्लास 6 मा पढ्दै थिएँ। 2068 मा 7 क्लासमा पास भएर गए। त्यतिकैमा मेरो घरभन्दा 1 घन्टा टाइम लाग्ने एकजना केटी, उनको नाम खुलाउन चाहिन, उनीसँग मेरो स्कुलमा चिनजान भयो। हामी दुईजना सानै थियौँ, तर पनि एकअर्कालाई धेरै माया गर्न थाल्यौँ। उनको घरमा मम्मीको डेथ भएको थियो। बाबा हुनुहुन्छ भन्थिन्, तर सायद बाबा विदेशमा हुनुहुन्थ्यो। उनी दाइ भाउजूसँग बस्थिन्। हामी बिस्तारै माया प्रेममा पऱ्यौँ। त्यसपछि बिस्तारै टाइमहरू बित्दै गयो। एक दिन स्कुलमा भेट हुँदा पनि किन बिदा भएको होला जस्तो लाग्थ्यो। त्यसपछि 1 वर्ष कसरी बित्यो थाहा भएन। 1 वर्षमा हामी धेरैचोटि भेट भयौँ। एकअर्कालाई धेरै बुझ्ने मौका मिल्यो। हाम्रो एसएलसी दिएर बिए गर्ने दुईजनाको सल्लाह थियो। त्यसपछि त्यो वर्ष बितेको लास्ट इक्जाम आयो। म 7 क्लासमा आउने 8 क्लासमा पढ्ने थिइन्। इक्जाम सकेर स्कुल बिदा भयो 1 महिना जति। तर त्यति बेला त्यति फोन सबैसँग थिएन, मोबाइलहरू। हामी लभ लेटर पठाउँथ्यौँ। मैले उसको साथीलाई लेटर पठाउने गर्थेँ, उनले पनि त्यही गर्थिन्। कहिले स्कुल सुरु हुन्छ भन्ने भएको थियो। त्यतिकैमा रिजल्ट पनि आयो। म पास भएँ, उनी पनि पास भयो। 9 क्लासमा गइन्, म 8 क्लासमा गएँ। हामी दुईजना धेरै खुसी थियौँ। स्कुल सुरु भयो, दिनहरू बित्दै थियो। हाम्रो बारेमा उनको घरमा थाहा भएछ। त्यसपछि उनको बाबाले कसम दिनु भएछ, मसँग बोलिस भेटिस भने म तेरो आमा जस्तो मर्छु भनेर। त्यसपछि अर्को दिन स्कुलमा आएर मसँग धेरै कुराहरू भएर रुन थालिन्। म पनि त्यो कुराले धेरै नै रोएको थिएँ, दुखी थिएँ। अनि मैले सम्झाउन थालेँ, सानो मन नगर्नु, पछि बुझ्नुहुन्छ बाबाले। 1 वर्ष मात्र वेट गर अनि बिए गर्नुपर्छ भनेर सम्झाए। त्यसपछि अलि थोरै भेट्न थाल्यौँ। सबैलाई थाहा भयो भने डरले त्यही दिन उनी एक दिन पनि नबोली एकजना अन्जान मान्छेसँग बिहे गरेछन्। साथीले फकाएर लगिदिएको रहेछ। भोलिपल्ट स्कुल जान लागेको थिएँ। मेरो दिदी 10 क्लासमा पढ्ने मर्निङमा स्कुल गएर आउनु भएको थियो। अनि उही तेरो गर्लफ्रेन्डको त बिहे भएछ त भन्नुभयो। म त पागल जस्तो भएँ, स्कुल गइनँ। कोठामा गएर पागल जस्तो भएछु, केही थाहा पाइनँ। 2 दिनपछि आफूलाई सम्झाउने कोसिस गरेँ अनि 1 हप्ता स्कुल गइनँ। जान पनि मन लागेन। त्यसपछि स्कुल जान सुरु गरेँ। स्कुलमा पढ्न मन लाग्दैन थियो, उसको मात्र याद आउँथ्यो। कति रातहरू रोएर बितेको थियो। केटा मान्छे रुँदैन भन्छ, तर होइन रहेछ। केटा मान्छेको पनि मन हुन्छ। हाम्रो आँखाबाट पनि आँसु आउँछ। त्यो पीडाले गर्दा डिप्रेसनको शिकार भएँ म। मेडिसिन खान पर्ने भयो। त्यसपछि उसलाई बिर्सन गाह्रो भयो। स्कुल पनि छोड्दे। भदौमा उसको बिहे भयो। 1 महिना बिरामी भए अनि स्कुल पनि छोडेँ। जान मन लागेन। अनि म घरमा पनि पागल जस्तो भएर बसेको थिएँ। बिस्तारै आफूलाई मुभ अन गर्नुपर्छ भन्ने सोचेँ। अनि मैले विदेशको लागि एप्लाई गरेँ। त्यसपछि भिजा पनि लाग्यो, होटलमा वेटरमा। अनि 5.6 महिनापछि विदेश गएँ। बिस्तारै सबै कुरा भुल्न खोजेँ, तर पनि गाह्रो हुँदो रहेछ। अनि 5 वर्षपछि एकजना जो मेरो श्रीमतीसँग भेट भयो विदेशमै, मलाई धेरै बुझ्छिन्। उनको जति प्रशंसा गर्दा पनि थोरै नै हुन्छ। अनि मैले मेरो पास सबै भनेको थिएँ उनलाई। अनि हामी दुईजना नेपाल गएर बिहे गऱ्यौँ। अहिले बरेनमा सँगै छौँ। धेरै खुसी छु। भगवानसँग यति माग्छु, जसले मलाई छोडेर गएको थियो, धोका दिएर गएको थियो, सधैँ खुसी हुनु, यति भन्नुभएको छ। अहिले जुन माया गर्ने मान्छेलाई चाहिँ उहाँले त्यति धेरै प्रशंसा गर्नु भएन, तर जुन धोका दिएको कुराहरू चाहिँ धेरै लामो लेख्नु भयो। तर मैले उहाँको स्टोरी अलिक बुझिनँ क्या। मैले क्लियरली लेख्नु, अलिक बुझ्ने तरिकाले लेख्नु भनेको थिएँ मैले, तर पनि उहाँले अलिक मलाई स्टोरी भन्नु अलिक गाह्रो भयो उहाँको, होइन। तर नबुझ्ने तरिकाले लेख्नु भएको थियो। तर पनि यति धेरै
पढिसकेपछि त तपाईँहरूले बुझिसक्नुभयो होला होइन, कहानी यस्तो रहेछ भनेर थाहा पाइसक्नुभयो होला। तर मलाई अन्तिममा खुसी लाग्यो, किनभने सुरुमा धोका दिएर गएको थियो त्यो मान्छेले होइन, अनि तर त्योभन्दा बेटर अझ राम्रो मान्छे पाउनु भयो नि त, पछि ढिलो भए पनि। त्यो कुरामा चाहिँ खुसी लाग्यो मलाई। अनि भगवान्सँग त्यही प्रार्थना छ, यो जोडीलाई कहिले पनि नछुटाइदिनु होला र तपाईँहरू आफूमा पनि भर पर्छ छुट्टिनु नछुटिनुमा। एकअर्कालाई विश्वास गर्नुहोस्, माया जति गर्नुहुन्छ कहिले कमी कमजोर नहोस् यो कुराहरू होइन, अगाडि बढ्नुहोस्। दुईजनालाई बेस्ट अफ लक।